दर्शक नमस्कार, तपाईहरु हेर्दै हुनुहुन्छ ऋतु अनलाइन टिभी। आज मिति 2083 साल वैशाखको 16 गते शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम नगर अधिवेशन सूर्य विनायक भक्तपुरमा सम्पन्न भएको छ, जसमा विशेष अतिथिको रूपमा सांसद श्री राजीव खत्रीज्यू, प्रमिला कुलुज्यू, रुकेश रञ्जितज्यू हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रूपमा श्री कविन्द्र बुर्लाकोटी हुनुहुन्थ्यो। यात्रा पनि पहिलो पाइलाबाट सुरुवात हुन्छ। त्यसकारणले आज यो पहिलो नगर अधिवेशन यो हजारौं माइलको यात्राका लागि यो अधिवेशन। त्यसका लागि यहाँ उपस्थित सम्पूर्णलाई बधाई दिन चाहन्छु अनि शुभकामना पनि गर्छु। किनभने यो अधिवेशनले सक्षम नेतृत्व चयन गर्छ नै, त्यो सँगसँगै पार्टी रूपान्तरण र पुस्तान्तरणका लागि पनि यो खुसी भूमिका हुन्छ भन्ने मलाई विश्वास छ। त्यसकारणले यो महाधिवेशन अत्यन्तै महत्त्वपूर्ण छ र सबैभन्दा ठुलो कुरो भनेको पार्टीको जति ठुलो संरचना हामी बनाउने प्रयास गर्दैछौँ त्यसको बेस भनेको चाहिँ स्थानीय तह, स्थानीय लेभलले को वडा हुँदै पालिका हुँदै प्रदेश हुँदै माथि केन्द्रसम्म पुग्दाखेरि यसको संरचना मजबुत बन्ने हो। त्यसकारणले आज भक्तपुरको सूर्य विनायक नगरपालिकाको पहिलो अधिवेशनले आज नेतृत्व चयन गर्दै गर्दा मजबुत नेतृत्व त बनाउँछ नै, त्यो सँगसँगै अबको पार्टीलाई गर्विलो र गर्विलो बनाउने अभियानमा पनि यो अधिवेशन आज साक्षी हुन्छ। त्यो सँगसँगै एउटा नमुना पनि बन्छ भन्ने मलाई विश्वास छ र जो आज चयन भएर आउनुहुनेछ उहाँलाई शुभकामना, अग्रिम शुभकामना पनि भन्न चाहन्छु। अघि कार्यक्रमको सुरुवातमा यहाँ उद्घोषक मित्रले शहीदको सम्झनाका लागि मौन धारण गर्नुभयो। पछिल्लो समय जब म शहीदको मौन धारण गर्न उभिन्छु, मेरो दिमागमा एउटै चित्र मात्रै दिमागमा आउँछ, त्यो भनेको बानेश्वरको रगत लागेको जुत्ता। त्यो जुत्ता मेरो चाहिँ पनि दिमागमा खेल्छ। तर केही दिन अगाडि मात्रै राष्ट्रिय मानव अधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गर्यो र त्यो प्रतिवेदनमा भनियो यो जेन्जी आन्दोलन जनआन्दोलन नभएर यो विध्वंस थियो भन्ने तवरले भनियो। यो यदि त्यो विध्वंस थियो भनेर राष्ट्रिय मानव अधिकारले भन्दै गर्दाखेरि मैले अघि शहीदको मैले जुन परिकल्पना गरेर मेरो दिमागमा त्यो रगत लागेको जुत्ता मेरो दिमागमा बस्छ भनेदेखि यो पुस्ताप्रति राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले साँच्चै स्वतन्त्र